मा 3 दिने स्पष्टीकरण सोध्ने गरेको छ। दोस्रो पटक 24 घण्टे स्पष्टीकरण सोधेर त्यसपछि पनि आचार संहिता पालना भएको छ। त साह्रो छ हाम्रो बेट यस्तो करा खाएर मर्यो अहिले अलिक बिजाउ वीडियो बनाएको वीडियो बनाए मैले राखेको हैन दिपेशले दिन भाती दिपेशले कुद्दै गर्न यहाँ राखेर आएको थियो त्यो बत्ती बनाउँदा हेर हेर कता कता चाहिँ कुराकानी खोज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचार संहिता सार्वजनिक यहाँ छ नि राति मुसा मार्नु पर्छ जारी नभएसम्मका लागि सबै धान खाएर सकिसक्यो बोल्दो रहेछ त नि यतिको भाइ देखेँ अलिक चाख्नु लाग्छ खै यसको चार्जर लागू गरिएको हो। मन्त्रालयले आवश्यक यो होइन कार्यार्थ